रोकिनुहोस् एकछिन। यदि तपाईँ अझै पनि सोच्नु हुनुहुन्छ कि एआई भनेको केवल च्याट गर्ने वा जोक लेख्ने टुल हो भने तपाईँ 2026 को सबैभन्दा ठुलो अपर्च्युनिटी मिस गर्दै हुनुहुन्छ। एउटै फ्री टुलले तपाईँको लागि कोड लेख्छ, नोट्स बनाउँछ, इमेल ड्राफ्ट गर्छ अनि तपाईँको दिनको घन्टौँ समय बचाउँछ। पैसा 1 रुपियाँ पनि तिर्नु पर्दैन र यो भिडियोको अन्त्यमा म तपाईँलाई एउटा त्यस्तो ट्रिक देखाउने छु जुन प्रयोग गरेपछि तपाईँ भन्नुहुनेछ यति सजिलो थियो र मलाई थाहै थिएन। त्यसैले यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। नमस्ते एभ्रिवान, वेलकम टु सोनु ल्याब्स। यहाँ हामी एआई टेक्नोलोजी र डिजिटल स्किल्सलाई सबैभन्दा सजिलो र प्र्याक्टिकल भाषामा सिकाउँछौँ। तपाईँ स्टुडेन्ट हुनुहुन्छ, जब गर्नु हुनुहुन्छ, बिजनेस चलाउनु हुनुहुन्छ वा कन्टेन्ट क्रिएटर हुनुहुन्छ, यो च्यानल तपाईँ सबैको लागि हो। त्यसैले भिडियो सुरु हुनुभन्दा पहिले नै सब्स्क्राइब र बेल आइकन थिच्नुहोस्। 1 मिनट सोच्नुहोस् त, तपाईँले पछिल्लो पटक कुनै इमेल लेख्न, कुनै असाइनमेन्ट बुझ्न वा कुनै आइडिया सोच्न कति समय लगाउनु भयो? 10 मिनट, 30 मिनट वा 1 घन्टा? अब कल्पना गर्नुहोस्, त्यही काम, त्यही क्वालिटी, तर समय लाग्छ मात्र 30 सेकेन्ड। यो कुनै म्याजिक होइन, यो हो सही तरिकाले एआईको प्रयोग गर्ने कला। त पहिले एउटा गलत धारणा हटाऊ, एआई तपाईँलाई रिप्लेस गर्न आएको होइन, तपाईँलाई फास्ट र स्मार्ट बनाउन आएको हो। अब म तपाईँलाई लाइभ देखाउँछु। त्यसको लागि सबैभन्दा पहिला गुगल प्ले स्टोरमा आउनु र यहाँ सर्च गर्नुहोस् च्याट जिपिटी सर्च गरेपछि यसलाई इन्स्टल गर्नुहोस्। मेरोमा पहिलादेखि नै इन्स्टल छ, म यसलाई ओपन गर्छु अनि त्यसपछि यहाँ लगइनको बटन छ, यहाँ लगइनको बटनमा थिच्नुहोस् अनि त्यसपछि आफ्नो यहाँ कन्टिन्यू विथ गुगल छ त्यसमा थिचेर फोनमा जति पनि इमेलहरू हुन्छ सबै इमेलहरू यहाँ सो हुन्छ। तपाईँले जुन इमेलबाट पनि यसलाई लगइन गर्दा हुन्छ। जस्तै मैले एउटा इमेलबाट लगइन गरेँ। ल अब मेरो च्याट जिपिटी लगइन भयो। अब मैले च्याट जिपिटीलाई भन्छु, ल हेर्नुहोस्, मैले यसलाई एउटा सिम्पल प्रम्प्ट दिएँ इमेल लेख्नको लागि। राइट अ प्रोफेसनल इमेल रिक्वेस्टिङ अ मिटिङ विथ माई म्यानेजर। अब यसलाई मैले यो भनेर सेन्ड गर्छु भने यहाँ हेर्नुहोस्, ल हेर्नुहोस्, यसले एकैछिनमा इमेल क्रिएट गरेर दियो। अब मात्र यसलाई कपी पेस्ट गरेर हामीले यसलाई सेन्ड गर्न सकिन्छौँ। यति सजिलो तरिका। यति मात्र कहाँ छ र, डाइरेक्ट इमेलमा थिचेपछि, इमेलको आइकनमा थिचेपछि डाइरेक्ट यो इमेलमा रिडाइरेक्ट गरिदिन्छ। अब डाइरेक्ट यहाँबाट जसलाई इमेल पठाउनु छ त्यसको इमेल आइडी लेखेर डाइरेक्ट हामी यहीँबाट सेन्ड गर्न मिल्छ। यदि तपाईँ कन्टेन्ट क्रिएटर हुनुहुन्छ भने तपाईँलाई कन्टेन्टहरू सोच्नको लागि अनि त्यसपछि कन्टेन्टहरूको स्क्रिप्ट लेख्नको लागि धेरै समय लाग्छ। पर डे हामीलाई न्यू कन्टेन्टहरू चाहिन्छ। जुन कन्टेन्ट हामीले सोच्न धेरै गाह्रो हुन्छ, सोच्नुपर्छ, धेरै टाइम लाग्छ। त्यो टाइमलाई बचाउनको लागि यसमा हामीले न्यू कन्टेन्टहरू लेख्न, कन्टेन्टहरू निकाल्न सकिन्छौँ। त्यसको लागि हामीले जस्तै हामीले कुन टाइपको कन्टेन्ट चाहियो, जस्तै हामीले एउटा ब्लगको कन्टेन्ट चाहियो भने यसलाई हामीले लेखिदिन्छौँ। यति मात्र दिए त यसले हामीले एउटा प्रम्प्ट, एउटा स्क्रिप्ट नै तयार गरेर दिन्छ। जस्तै यहाँ हेर्नुहोस्, ल यहाँ यो स्क्रिप्टको साथसाथै यहाँ कति सेकेन्डमा के भन्नुपर्छ, इन्ट्रो के हो, मेन पार्ट कहाँ हो, अनि त्यसपछि मर्निङमा के हो, त्यो इभिनिङ, आउट्रो, सबै कुरा यसमा दिएको छ। अब यसमा कुनै एउटा टपिक दिएर हामी यसमा सोध्छौँ भने, स्क्रिप्ट लेखाउँछौँ भने त्योमा पनि एउटा राम्रो स्क्रिप्ट लेखेर यसले दिन्छ। जस्तै म यसलाई एउटा स्क्रिप्ट दिन्छु, एउटा प्रम्प्ट, नर्मली आफ्नै नेपाली भाषामा यसलाई मैले एउटा प्रम्प्ट दिन्छु। जस्तै मलाई एक नेपालीमा स्क्रिप्ट दिनुस् जसको युज गरेर मैले एक राम्रो ब्लग भिडियो बनाउन सकूँ। यति मात्र भनेर दियो भने यहाँ हेर्नुहोस्, नेपालीमा एउटा ब्लगको स्क्रिप्ट नेचुरल र प्रोफेसनल तरिकाले सबै दिएको छ। यसमा हाम्रो इन्ट्रो छ, जस्तै यहाँ लेखेर दिएको छ, नमस्कार साथीहरू, तपाईँहरू सबैलाई मेरो नयाँ भिडियोमा स्वागत छ इत्यादि दिएर यस्तै पुरै हामीले एउटा राम्रो स्क्रिप्ट, एउटा ब्लगको पुरै
एउटा ब्लगको लागि पुरै स्क्रिप्ट नै हामीलाई दिइसकेको छ। हेर्नुहोस् यहाँ यति सजिलो छ एआईलाई युज गर्न। अब मैले तपाईँलाई प्रमिस गरेको थिएँ कि मैले तपाईँलाई एउटा ट्रिक दिन्छु अन्तिममा। त्यो ट्रिक के हो भन्दाखेरि यो हो भन्दाखेरि कि एआईलाई हामीले डाइरेक्ट सोध्यो भने त्यो एआईले हामीले त्यति राम्रो चाहिँ रिजल्ट नदिन सक्छ। बट यदि हामीले एआईलाई कुनै एउटा क्यारेक्टर या कुनै जुन कुरामा हामी भिडियो बनाउँदैछौँ या कन्टेन्ट क्रिएटर हुनुहुन्छ भने जुन कुरामा हामी भिडियो बनाउँछौँ त्यो कुराको बारेमा एउटा क्यारेक्टरको नाम अनि के चाहियो हामीले त्यो खुलाएर यसलाई दियो भने लेखेर राम्रोसँग पुरै हामीले कस्तो टाइपको कन्टेन्ट चाहियो भने त्यो सबै हामीले यसमा लेखेर दियो भने त्यसले हामीलाई एउटा राम्रो र प्रोफेसनल तरिकाले अझै बेटर स्क्रिप्ट हामीले लेखेर दिन्छ। त मेरो एउटै मुख्य सुझाव छ, एआईलाई सर्टकट होइन लर्निङ पार्टनरको रूपमा हेर्नुहोस्। सर्टकट ठान्नेहरू एआईबाट कपी पेस्ट मात्र गर्न सक्छ र केही सिक्दैनन्, तर जसले यसलाई लर्निङ पार्टनर बनाउँछन् उनीहरू छिटो सिकिन्छ र लामो समयमा धेरै अगाडि पुग्छन्। सानो इक्जाम्पल, अर्को पटक कुनै कठिन टपिक पढ्दा च्याट जीपीटीलाई भन्नुहोस् यो कुरा एउटा 10 वर्षको बच्चालाई बुझाए जस्तो गरी सजिलो बनाएर भन। बस त्यही एउटा प्रम्प्टले तपाईँलाई बुझ्न पुरै फरक पर्छ। आजको मुख्य कुरा, एआई 2026मा लग्जरी होइन नेसेसिटी हो। जसले यसलाई सिक्छ ऊ अगाडि बढ्छ, जसले इग्नोर गर्छ ऊ पछाडि पर्छ। छनौट तपाईँकै हो। यदि यो भिडियो तपाईँलाई युजफुल लाग्यो भने सोनु ल्याब्सलाई सब्सक्राइब गर्नुहोस्, यो भिडियोलाई लाइक गर्नुहोस् र कमेन्टमा लेख्नुहोस् तपाईँ एआईलाई सबैभन्दा बढी के का लागि प्रयोग गर्नुहुन्छ। अर्को भिडियोमा हामी अर्को एआई टुल र त्यसको हाइड एन्ड ट्रिक लिएर आउनेछौँ। भेटौँला अर्को भिडियोमा। तबसम्मको लागि किप लर्निङ, किप ग्रोइङ। धन्यवाद।